हेलो साथीहरू, म चाहिँ आज काँचो माछा बनाउन लागेको अनि त्यही भएर चाहिँ थोरै भिडियो बनाइदिउँ भनेर चाहिँ भिडियो सुरु गर्दैछु। अरू माछा चाहिँ फ्राई गर्यो अनि यो चाहिँ काँचो माछा खानु मन लाग्यो भनेर चाहिँ अलिकति कति 4-5 पिस छ अनि त्यही भएर काँचो माछा राखेको। यहाँ चाहिँ मेरो लसुन यतिकै मैले थिचेको, यो अदुवा भयो, यो प्याज अनि यो चाहिँ टमाटर। अरू चाहिँ सामानहरू मैले निकालेको छैन, अहिले देखाउँदै गर्छु है साथीहरूलाई। आज चाहिँ म यहाँ कुकरमा बनाउने लागेको माछा। मेरो पुरा भिडियो हेरेर साथ दिनु होला है साथीहरू। यहाँ तोरी हालौँ भनेको साथीहरू कोदोको बोकेर लिएर आउनु भएको छ। यो कोदो होइन र, यहाँ तेल खरिसक्यो, कहिले पाक्ने अब। चाहिँ मेथी हालेँ सुरुमा चाहिँ मैले। ल यो नि मेथी नि कालो भयो साथीहरू। यो खोज्दा खोज्दा 10 मिनट लाग्यो अनि यो चाहिँ मैले यहीँ झान्दैछु यसरी। ल यो भएपछि यसमा मैले लसुन यो फ्राई गरिदियो अनि यो चाहिँ अदुवा है साथीहरू। लसुन र अदुवा चाहिँ सग्लो गरेछु। अनि यो नि हालिदिन्छु। हाल्नुहुन्छ कि हुन्न माछामा यो हाल्नुहुन्छ कि हुन्न लङ्गो सुक्ने। यो लङ्गो सुक्ने नै हाल्दैछु माछामा। त्यसपछि प्याज पनि हालिदिन्छु साथीहरू म। प्याज चाहिँ यहाँ मेरो प्याज पनि हालिसक्यो साथीहरू। अब यसलाई मजाले ब्राउन हुने गरेर भुटेर अनि यो टमाटर राखिदिन्छ है साथीहरू। अनि यहाँ चाहिँ काँचो माछा। अब चाहिँ यसलाई एकछिन मजाले ब्राउन हुने गरेर पाक्न दिनुपर्छ साथीहरू। यहाँ चाहिँ मेरो यो हल्का ब्राउन भइसक्यो अब यहाँ चाहिँ। अनि त्यसपछि यसमा चाहिँ म सरी बेसार हालिदिन्छु। त्यसले अप्ठ्यारो गरेँ, यो निकालिदिन्छु। मासु लिएर राखेर एकछिन यस्तो गरिदिन्छु। यहाँ चाहिँ हाम्रो राजमा पाक्दैछ यहाँ कुकरमा चाहिँ। बेसार हाल्यो, यसमा नुन हाले है साथीहरू। नुन पनि हाल्यो। त्यसपछि यो चाहिँ घरमै पिसेको मसला है, जिरा धनियाँको मसला हालिदिएको छु यहाँ चाहिँ। ल यो यति भयो। त्यसपछि यो नि घरमै पिसेको सुकेको खुर्सानी। ल यति हालेँ साथीहरू। फेरि यसलाई एकचोटि चलाउँछु म यो मसलालाई। ल यस्तो भयो। त्यसपछि चाहिँ अब ल साथीहरू, त्यसपछि यो थोरै कश्मिरी खुर्सानी नै हाल्नु पर्यो है, हल्का कलरको लागि। आजकल त यो खुर्सानी नभई हुँदैन। मैले त खासै हाल्दैन हुन त। कस्तो राम्रोसँग भयो है साथीहरू। ल त्यसपछि अब म टमाटर हालिदिन्छु। ल अब चाहिँ म टमाटर हालिदिन्छु है साथीहरू यसरी। अब फेरि एकछिन 10 मिनट यतिकै राखिदिन्छु। ल साथीहरू, हामीले चाहिँ यहाँ माछा हामी चाहिँ यहाँ माछा रेडी भयो। कुकरमा सिटी लाग्यो भएर फेरि बन्द गरेको। अनि त्यसपछि चाहिँ आजकलको फेमस मसाला सम्राट मिट मसाला नै हालिदिन्छु है थोरै। ब्लर आयो क्या हो। चाहिँ अघि अलिक ब्लर आएर उस गरेको। ल सम्राट मसला नै हाल्यो। अनि त्यसपछि थोरै पानी हालिदिन्छु म।
अब यसलाई मजाले उम्लिदिने। हामीले चाहिँ यहाँ ग्रेभी उम्लिसक्यो अनि यो चाहिँ घरकै लसुनको पत्ता र लसुन यो चाहिँ घरको यहाँ यस्तो हुँदैछ। कपडा छ भने उता लाने र यसमा चाहिँ धेरै झोल नहाल्ने हल्का ग्रेभी जस्तो बनाउनुला है साथीहरू। यहाँ चाहिँ माछाको टाउको पुरै यहाँ चाहिँ माछाको टाउको उही के हो यो दाँत हो क्या अस्तिको जस्तै फेरि छ्याउ यहाँ त दाँत पो रहेछ हौ यसलाई निकाल्नु पर्यो। माछाको पापा कहाँ गयो बुलाउ त यो माछाको दाँत हेर्नु न यो सफा गर्नु पर्यो। माछा हालिदिन्छ है साथीहरू यसरी यसरी एक सिटी लाएर बनाउने लाएको यो चाहिँ कुकरमा सिटी लाएर बनाउनु लाएको माछा। यहाँ आउँ त एकछिन ल साथीहरू। यसको चाहिँ दाँत साट निकाल्यो। अब यो पनि हालिदिन्छु यहाँ यसरी। झोल चाहिँ छोटो हुन्छ। अलिक कुकर सानो भए जस्तो लाग्यो नि त। पाक्न चाहिँ पाक्छ नि है होइन झोल नबनाउने ग्रेभी एकदमै झोल नबनाउने। ल यति भयो है साथीहरू। अब चाहिँ ढक्कन लगाउँछु। यसो ढक्कन अब एक सिटी लगाउने। अब ल एक सिटी लाग्यो साथीहरू। अब चाहिँ म एकछिनमा देखाइदिन्छु है सरर कस्तो हुन्छ के चाहिँ अफ गरिदिनु पर्यो। अब साथीहरू यहाँ चाहिँ मेरो माछा पाक्यो। अब म देखाउँछु है। पाकेको छैन भने फेरि पकाउनु पर्छ नि त। ओरे बाबे पाक्यो कि होइन यिनीहरू खोइ पाक्यो त उही हेर्ने साथीहरू। यहाँ यस्तो भएको छ है मेरो पक्लक पक्लक उम्लेछ। अब एकचोटि यसो हेरौँ त पाक्यो कि होइन। चाहिँ काँचो माछा पाकेलाई यसलाई बिस्तारै निकाल्नुपर्छ नत्र भने फेरि यो उस हुन्छ नि के भन्छ फक्लक फक्लक जान्छ निस्किन्छ कि। एकछिन उमाल्नु पर्ला जस्तै छ एकचोटि साथीहरू। मैले चाहिँ यहाँ ढक्कन खोलिसक्यो अनि त्यसपछि चाहिँ मैले यो चाहिँ धनिया हाल्नुको लागि काँचो माछा है साथीहरू। यो चाहिँ काँचो माछाको झोल त धेरै झोल बनाएको छैन हल्का ग्रेभी टाइपको है। यसरी उम्लिरहेछ ल दामी। ल रेडी भयो हाम्रो काँचो माछाको झोल साथीहरू। यस्तो छ है हेर्नु। अब एकछिनमा म के भन्छ प्लेटमा हाल्छु है। ल साथीहरू म यो माछा चाहिँ अब यहाँ खनाउँछु। यो चाहिँ अघिको धनिया हो नि। माछालाई चाहिँ अब कस्तो भएको छ बिस्तारै निकाल्नुपर्छ नत्र भने ओ माई गड पाकेर दामी। ए मेरो भ्लग अलि आवाज सानो गर्नु न छिको हेर्दा यस्तो बिस्तारै निकाल्नु पर्ने रहेछ साथीहरू नत्र भने त ओहो बाफ्ले हेर्नु त। एकछिन अलि माथि गर्छु अनि जुम गर्छु बरु यसरी।
नदेख्ने ल हाम्रो माछा है साथीहरू यो माछा यो दुईटा टाउको भयो यहाँ त निकाल्नै गाह्रो भयो के भन्छ तपाईँ नै खानु केही हुँदैन यो हाम्रो माछा ल यहाँ यसरी अहिले तताउनु पर्यो भने सजिलो हुन्छ नि त त्यही भएर ल साथीहरू माछा चाहिँ यहाँ खनाइसकेँ मैले ग्रेभी नै यहीँ हाल्दैछु ल रेडी भयो है साथीहरू काँचो माछाको ग्रेभी अब खाँदाखेरि कस्तो हुन्छ खाएपछि चाहिँ थाहा पाउँछ